जन्मेपछि तामाङको अलिकति रिमठिम चाहिँ हुनु पर्यो नि त होइन। अहिले संसारमा के हुँदैछ, म पिएचडी गरेको छु हुँदैन, म आफ्नो भाषा गर्छु, म हिन्दी बोल्छु, म इङ्ग्लिस बोल्छु, अङ्कल आन्टी भन्छु, चल्दैन। तामाङको कुलमा जन्मेपछि आफ्नो आइडेन्टिफिकेसन तामाङबाटै हुनुपर्छ। तपाईँहरूले हेर्नुहोस्, आफ्नो नाम आफ्नो जातबाट राख्नुपर्छ है। हेर्नुहोस्, यो चाहिँ मेरो सबैलाई के भन्छ नि, गुजारिस नै के भन्छ, अब तामाङबाट मात्रै बोल्न आउँछ, नेपालीबाट बोल्दा हिन्दी मिस भइहाल्छ हो कि। त्यही कारणले बिन्ती गर्दैछु, सबैलाई बिन्ती गर्दैछु, आफ्नो नाम नै आफ्नो पहिचान हुनुपर्छ। जस्तो कि तपाईँ नेपालमा जानुहोस्, बाटो बिचमा तपाईँले कसैलाई छिरिङ भनेर बोलाउनुहोस् त, त्यहाँनिर परिचय दिनु पर्दैन। छिरिङ कुन जातमा नाम हुन्छ? तामाङमा। भनेर बोलायो भने कसको नाम हो त्यो? फुर्बा तामाङको। तर यस्तो नाम त भएन नि त हौ। ओए कृष्ण यहाँ आइज, महादेव लामा यता आइज, यो कुन जातको कन्फ्युज भयो हुँदैन। ए महादेव यहाँ आइज, ए कृष्ण यहाँ आइज। अब यो वाङ त लगाएको छ भित्रमा, कुन जातको? तपाईँहरूलाई म बिन्ती गर्छु, सकेसम्म मेरै नाम मेरो बाउले बिगारिदिएको छ, रणवीर। यस्तो चाहिँ नबिग्रोस् है, तामाङबाटै नाम हुनुपर्छ। एउटा यो कुरा। अब दुईटा कुरा चाहिँ के भन्दाखेरि, डेल याङला डेल याङलाम ततोला भनेको चाहिँ हाम्रो साइनो नै हाम्रो संस्कार हो, हाम्रो साइनो नै हाम्रो संस्कार हो। म एक जग्गा डुवर्समा गएको थियो, अब पानी तिर्खा लागेको थियो, भोक लागेको थियो, बिहाकै हुलमा गएको थियो। यसरी हेऱ्यो, घरमा लुङदारहरू पुरा झुन्डाएको रहेछ, बाहिर बोर्डमा लेखिएको रहेछ बमजन हाउस। मनमा खुसी लाग्छ लाग्दैन भन्नुहोस् त। हजारवटा अरू जातको मान्छे घरको भेट्दाखेरि आफ्नो एउटा त्यो जग्गामा लुङतारहरू देख्दाखेरि एउटा तामाङ छोरा भएको नाताले मनभित्र खुसी लाग्छ, मुखमा खुसी नलागे पनि लाग्छ लाग्दैन? लाग्छ हो कि। अब त्यहाँ गएर मैले सोध्यो, बमजन हाउस लेखेको रहेछ, अलिकति अब ठाडबाडले अब याङलाम जिम भनेर। नानीको नाम के हो भन्यो, मेरो नाम त तुलसी हो। तुलसी के हो? तुलसी बमजन रे। अच्छा ठिक छ, तुलसी बमजन। अनि घरमा कोही छैन? काका त बजार जानु भएको छ हो, काकी पनि बजार जानु भएको छ, अन्त बुवा आमा चाहिँ अब यता कता गएको छ अरे हो। अनि त्यो चाहिँ हाम्रो संस्कार खोइ, हाम्रो संस्कार खोइ, हाम्रो डेल खोइ, हाम्रो अस्तित्व हराएन। हामी जति पनि पढेको हौँ, जति धनी हौँ, जति गरिब हौँ, कोही म्याटर गर्दैन। हाम्रो संस्कार नै हामीलाई अगाडि बढाउँछ। काका भन्ने ठाउँमा के भन्नु पर्थ्यो भन्नुहोस् त? आगो भन्नु पर्थ्यो। काकी भन्ने ठाउँमा के भन्नु पर्थ्यो? आँसु भन्नु पर्थ्यो। उसको जग्गामा अब मेरो जस्तो नाम बिगारिदियो तुलसी। के हाम्रो तामाङमा नाम छैन छोरी मान्छेको? लासाङ, कुलसाङ, छोइसाङ, दोलमा, स्याङमो, आम्मामा, कस्तो मिठो मिठो नाम छ, कस्तो मिठो मिठो नाम छ। हेर्नुहोस् है त, वाङमो भन्नुहोस्, कस्तो दामी नाम, पाल्मो, कस्तो मिठो मिठो नाम छ। बिन्ती छ तपाईँहरूलाई, तपाईँहरूले चाहिँ यो कुराहरू मेरो सन्देश बुझेको जतिले अप्नाउनुहोस्। हाम्रो रिमटिम चाहिँ बाँची बस्छ, नभए हाम्रो रिमटिम बहुत खतरामा छ। अन्त लास्टमा एउटा कुरा भन्नु जानु पर्दाखेरि चाहिँ हामीले के भन्नुपर्छ, अर्कालाई नमस्ते गर्दाखेरि पहिला हामीले मान्छेलाई मलाई नमस्कार गर त भन्दैन नि त। पहिला हामीले के भन्छ? नमस्कार भन्छ। अन्त नमस्कार भन्नुको लागि के भन्नुपर्छ हामीले तामाङबाट? फ्या फुल्लो, यो गलत हो। फ्या फुल्ला भनेको मलाई ढोक भनेको, फ्या फुल्ला भनेको चाहिँ मलाई ढोक भनेको, फ्या फुल्ला भन्नु। यो चाहिँ नगर्नुहोस् तपाईँहरूले एउटा काम, फ्या फुल्लो भनेको मलाई नमस्कार गर भन्दैछ, यो गलत हो। फ्या फुल्लो भन्छ, मलाई नमस्कार गरे भन्दै अब तपाईँ ढोक चढाउन चाहन्छ भने फ्या फुल्ला भन्नु पर्यो नि त। फ्या फुल्ला ढोक चढाए भनेको नि त। उताबाट फ्या फुल्लो होइन, उताबाट फ्या फुल्लो कसरी भन्छ? यस्तो चाहिँ भन्नु पर्यो। यो चाहिँ मेरो बिन्ती थियो। यसैका साथमा आज लगभग बिहाको यो कार्य सिधेको छ। सबैसँग आज्ञा लिँदै मेरो वाक्य बन्द गर्दैछु।